हेलो हजुर म त विवेक कोइराला होइन दुईटा लिजेन्ड अरू लाइभ होइन यो भिडियो मात्रै हो ओ मिल्दैन म बसिरहेको छु त म 40,000 तिरेर होइन होइन र म जमुनादेखि बसेँ होइन यसलाई भन्छ लोकल गाडी जापानको मेरो बुढी बुढीहरू थिएन म नि एक्लै बस्थेँ बिन्दास हो क्या त्यस्तो कुरा नगर न मैले लाइभ होइन नर्मल भिडियो हो साँझ युट्युबमा आउँछ यो चाहिँ यो त डेन्जर ब्लग हो नि ब्लग हो कि ब्लग हो त दामी देखेको क्या हैट युट्युबमा चाहिँ फर्स्ट टाइम जापान आउँदाखेरिको भिडियो भनेर लेख्नुहुन्छ क्या 3 पनि एउटा गीत गाउँछ छिटो घर आउँदो रहेछ होइन ओके तिमी एउटा गीत गाउन भने मुजी गाउनै पर्छ नि यहाँ त नियम हाम्रो दिन्छु कि भिटामिन दिन्छु मुजी भिटामिन खानु गाउनै पर्छ क्या ल एउटा गीत के गर्ने एउटा होइन गर्नुपर्छ कि मुजी भिटामिन दिन्छु त मुजी खानालाई यत्रो डाइट मुजी यो मुजी महँगो डाइट हो मुजी टाढो बाटो लास्ट भने ल एउटा गीत जाओस् हामी भुटानको लामी डाँडा गएँ मायाले बोलायो मलाई कसरी हेर्नु तलदेखि मान्छेले गीत गाउनु एउटा मुजी गाउन भनेको मुजी भएर लाग्दैन नाच्यो त किमी गाउन भने मुजी गाउनु नआउने अरे मुजी केटोलाई जापान लागेछ मुजी ढिट बाजुले हेर मुस्कान भए टोक्ने ठकुरी साहब कपाल कटाइ त मुजी अबि उत्तानो पारेर जापान लाग्छ सानो खालको हाँसो त भन्नै पर्दैन जापान लागेछ को म त ढिसी त मलाई कान्छो भाइ हो अनि काजु बोक्नु परेन नि हात दुखिसक्यो मोबाइल बोक्दा मुझे ढिट बातको ज्यानभन्दा महँगो फोन हो मुझे मैले लिँदैछ कि मलाई के अस्ति सन्देश त्यो प्रब्लम भएको रहेछ के मेरो जाइरी कार्ड के अरे जाइरी कार्ड होइन जाइरी कार्ड हो माई नम्बर कार्ड डेट सकिएको रहेछ त्यही गर्नु भयो माई नम्बर कार्ड र जाइरी कार्डको के एउटै हुन्छ त्यो जाइरी कार्ड कौसिन गरे अन्त त्यही त जाइरी कार्ड र माई नम्बर एउटै हो कि काले हाडी अनि तिम्रो त्यसले भन्न खोजेको तिम्रो पुरानो भयो नि त त्यो माई नम्बरमा डेट पुरानो भयो नि त त्यसले भिजा कौसिन गर्यो त्यसपछि माई नम्बर कार्ड त न्यु खानलाई खानकी हुन्छ नि त सियाक्सोला हो नि त सोही हो अनि यो त कुयाक्सो जानु पर्यो नि त मैले बनाएँ आज बनाएँ कि माई नम्बर कार्ड सबै गरेँ कि आज हो राम्रो गरे जस्तो आज मैले गरेर एकचोटि नाच्दै त ल उसले के हाम्रो उसले क्या पिङ्की बहिनीले कि पिङ्की कुन पिङ्की पिङ्की हो कि स्याम्बार पिङ्कीसँग गा त पिङ्की र म गएको क्या को पिङ्की हो नयनको बुढी बहिनी आइनो म्याक्स भालुमा जानु न जान्न सबै त गएर भालु पछि लाग्नु सानो खालको स्क्याम है कति राम्रो देखेको यसलाई भन्छ मलेसियाको कालालम्पुर सानो खालको
के खानेकुरा हाले होइन त ल के हाल्ने हो मुझले गाडबाट आएको नि अन्त त घाटको जाँदा नि त हाल्छन् गरेर गइल मान्छेले त गोगराको भइसकिन्छ ल गाडको खानु मिल्सकिन्छ केटीहरू खान नपायो उनीहरूले कोठानेर पलाङ भएको अब सपना त होइन उडी छुने आकाश के अरे थियो नि उडी छुने चन्द्रमा एक भन्ने के थियो नि गिटबहादुरको सपना बेग्लै छ मैले भलिबल काण्ड जस्तै होला जस्तो छ उसले जाने होला नि त फेरि जाने होला नि त कहाँ 3 लाखको छ ए थाहा छ मेरो दाइले हालेको थियो नि अस्ति नि मैले भलिबल टुर्नामेन्ट हुँदैछ त एनआरएनको नौतारीको कि होइन सानगातीको म गएँ फर्स्ट हुन्छ मैले किन जाने र अर्कोलाई सेकेन्ड हुनु हामी चाहिँ गेउ मुसुपा हाकाता सेन सो हाम्रो साथमा हुनुहुन्छ ठकुरीलाल चौधरी फिटबहादुर भलिबल प्लेयर तर के नाम मात्रै भलिबल टिलिरी टिल 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 टिलिरी कति नाम काटेको झालो नि राम्रो नाम छ नि त युनिक नाम भएपछि भन्नु पर्ने नाम अमृत हो थाहा छ राइडर त्यही माथि मुजी मेरो हात अस्ति फेरि गएछ कि किन के भयो यताको साइड आउँदा दियो त्यहाँ भिटामिन त सकेछ त हामीले हार होइन एउटा गीत गाउँ भनेको मुजी मान्दैनौ एउटा गीत गाउँ न मुजी छैन कि भिटामिन छैन कि साँच्ची हो सक्यो गीत गाउने एउटा मुजी किनिदिन्छु बरु ठकुरी एउटा गीत जाओस् तिम्रो ठकुरी त राम्रो गाउँछ नि दुलो परे जाहेर गरेर देखाएर हुन्छ मुजी यस्ता दुलो परे जाहेर गरेर 6वटा सम्म छ त्यो राख्न पछि काम लाउँछ हरायो भने के हरायो नि हुन्छ नि त आफ्नो पर्सनल जो हो चाहिन्छ नि त You understand what I'm saying right now? यो यतिकै फिरन्ते वे टु सुपा भनेर हालिदिनु त नि टपिक होइन कसले हेरिहाल्छ तिमी हेर ठकुरीले हेर्छ होइन त यही हेरिरहेको छु हो कता हो ए सुपा सानो खालको छ आराम छ हौ तिमी पनि यहाँ सुपाबाट आयो क्या नाइस टु मिट यु ल लाग्यो ल ओके बस मा किमी मात्रै ते सुपा होइन मुला गेउमु सुपा सुपा मैले फोटो हाल्नु ल सुपामा के हुन्छ र केही पनि हुँदैन के राबिन पकेर फोटो हान्ने बिचार यहाँ त नेपाली लास्टले धेरै आउँछ नि यहाँ त ल हामी सुपाभित्र प्रवेश गर्दैछौँ ठकुरी ट्रे बोक के बोक्ने गुडाउने मलाई चढाउँछु यता म चढ्छु हाम्रो ठकुरी साहबको खाइमनो छ अरे कति बुढी खाइमनो होइन कि हगिमनो खाइमनो होइन यो भनेको नोक्सान हो पै कतै ल है खाली बुएर हुन्छ मुजी ए असिन शब्द नबोल्नु छोरीमा नेपाली सानो खालको धेरै आउने ठाउँ यो सानो खालको वाइट यसलाई भनिन्छ सुन्तला कति महँगो छ हेरौँ प्राइस हेर्नु त सकरकन्डा हेर्नु त प्याज कति महँगो हेर्नु ल हेर्नु कडा प्राइस स्याउ म मेक्छ त ग्यास हेर्न सकिन्छ प्राइस हेर्न सकिन्छ अनि कसरी किनेर खान सक्छ त नि यो चाहिँ तरुल है एमआइमो जापानिजमा चाहिँ हेर्न सकिन्छ तगायो यसलाई हेर्न सकिन्छ मेरो चाहिँ 2टा डल्ला छ 2 गेडाको 322 अब तकाई यहाँ प्याज हेर्न सकिन्छ 3 डल्लाको 387 अनि सकिन्छ त किन्न सकिन्छ गाजर बरु अलिकति मात्रा धेरै छ अलिकति सस्तो त के भन्ने 249 होइन ठिकै हो चित्त बुझाउने अदुवा हेर्न सकिन्छ यो प्याकेटको 1590 ट्याक्स गरेर 1717 ठकुरी साहब कता जानुभयो किन्न सकिन्छ त ठकुरी के किन्नुभयो खै
यो मान्छेले किने हेर्न सकिन्छ यहाँ 279 को गाजर काँक्रा साँझ रक्सी खानलाई सितन अब कति महँगो 538 माटो नि पैसा बढी भए चाहिँ मैले जे किने नि त रिस्किड हो यो चाहिँ हाम्रो मार्केटको 100 रुपियाँ काँक्रा त आफ्नै निकाले मात्रै होइन टिली 100 रुपियाँ काँक्रा त आफ्नै निकाले फोटो अहिले हान्नु लागि एकछिन रह टाइम छ त घुम्ने हो क्या म हानिदिन्छु क्या साँझ हेर्नु है फेरि फलो गर अहिले युट्युबमा छैन बढाउनु पऱ्यो मार्केट खानु पऱ्यो मार्केट भनेको यो चाहिँ हामी सानो मूल्य देख्यो नि लसुन हेर्नु 890 ट्याक्स सहित 961 यो प्याकेटको मात्र अब म त खाइयो मेचे त खाएँ म खाएन अहिले हानौँ लाग्यो ठगुर तिम्रो मोबाइलबाट फोटो हानिदिऊ त टिलिरीको रक्सी खुवाउने होला नि त अनि ठगुर साहब अब कागती हेर्नुहोस् हजुर 350 यो चाहिँ सस्तो हो तर कहिलेसम्म प्रयोग गरेर सकिँदैन फेरि सस्तै हो है कागती त्यो हिसाबले तर प्रयोग गरिँदैन नि त धेरै त्यो मात्रा हो नमेरा का बिदा नि त आज नाइट नि त्यही भएर कि मुची हो कि माची हो के भन्छ यसलाई त्यहाँ छ मूल्य नहेरौँ सकिँदैन हेर्नु हजुर यति छ यो बुता हो होइन बुता बारा हो ल यति यो स्लाइस जस्तो हो कति महँगो हो नि त 734 बुता बारा भन्छ बुताको स्लाइस यो 1 केजी होइन ठकुर साहब 1 केजी होइन हेर्नु 680 ट्याक्स सेट गरेर 734 पर्दो रहेछ कतिवटा हुन्छ है त्यो त निकालेर खोले महँगो क्या जे पनि महँगो यार तिमी अब बुढाबुढी भए मान्छे लग यार म त एक्लोलाई त गाह्रो छ यहाँ हेर्नु त कति महँगो हो 700 जे किन ट्याक्स गरेर हो नि त जे कमी किन्यौ ए सिदन आइललाई हेर न कठै भयो होटल लाने बेला पालो छ त मासु खाइँदैन नि त त्यहाँ त अनि अरू अरू खाइन्छ यहाँ खाइन्छ यो छ ल ल अगाडि बढाउँ भयो त एउटा हाल्यो त मुझे कति चाहिने हो मासु आजलाई अरू 1 महिनालाई पुऱ्याउने हो क्या दिनमा 2टा पिस झोलसँग खाने बादमा होइन यसो हेर्ने पनि पिस 2टा बनाउने बुढाबुढी एउटा खाने झोल हेर्ने कि जब लास्टमा भात सकिन्छ अनि पिस खाने पाल्ला अनि मासु खाएछ स्वाद आइहाल्छपछि होइन गर्ने त्यही रहेछ कि ठकुर साहब महँगी चिजमा चाहिँ होइन महँगी चिजमा चाहिँ जे पकायो थोरै पकाउने झोल खाने त्यो चिज जुन महँगो चिज हुन्छ नि लास्टमा खाने कि स्वाद आउँछ नि अन्तिममा त्यो गर्नुपर्दो रहेछ कि फेरि हाल्नु लाग्यो त माटो यत्रो महँगो नकिन हो महँगो छ त्यो नकिन नहाल भयो त एउटा भयो कति चाहिन्छ जाँडा होइन तिमीले किन्ने है फेरि मैले अब यो हिजिकी यार हिजिकी जापानीले खुब खान्छ यार त खान्छ नि हिजिकी डेन्जर खान्छ नि हेर्न चाहिन्छ हजुर यहाँ ओइसी 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 ठकुरी के हो यो मलाई किन्नु न एउटा यो मात्रै यो लेमन एउटा 138 रुपियाँ आटो नि आफू चाहिँ 1000-1500 को सामान किन्ने मुझे मलाई 138 को मुझे सानो खालको स्क्याम गऱ्यो नि ठकुर साहबले भन है टिरी अहिले ठकुरीले किनिदिन्छ जे पनि बरु यो लन्ड्रीमा लुगा लानलाई चाहिँ यो चाहिँ नेट चाहिने हो यार यो माया यो लुगा म लन्ड्रीमा लान्छु नि त लुगा रुममा धुँदैन नि त रुममा वासिङ मेसिन राखेको होइन के सरफ यहाँ छ त यो होइन मार्क्स रहेछ हुन्छ यता गएर हुनुपर्ने
अनि कति समयपछि आएको यो गेम सुरु यो हाइता हो मुला हाइता के थाहा छैन हाइता त हाइता महँगो हुँदो रहेछ हाइता खोज्दैछु हिँडेन बदम हाल्यो 2टा मात्रै मैले अर्को बदम हालेँ ठग मिलाएर हाँसी 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 ह्याक्वेन हो हजुर यहाँ ह्याक्वेन 110 मा तपाईँहरूलाई 110 मा ह्याक्वेनमा धरेछ साम धरेछ राखिदिनुपर्छ ह्याक्वेनमा यो लन्डीमा जाँदाखेरि लन्डीमा लुगा धुनुहुन्छ भने लुगा हाल्ने भयो भने त यो नेट ह्याङ्गरहरू भयो ह्याक्वेनमा टक्क आउने धेरै चिज आउँछ ह्याक्वेनमा एउटा नर्मल विदेशी विद्यार्थीलाई काम लाग्ने चिज एभ्रिथिङ वाट एभर यु वान्ट होइन नाम डेमो के भन्छ नि त्यति आउँदैन जापानिज भाषा त्यही पनि धेरै चिज आउँछ ह्याक्वेन छ धेरै चिज आउँछ सदुपयोग गर्नु होला म त जान्दैन कसरी देखाउने अब दारी जुङ्गा काट्ने छ भने चाहिँ कैँची कपी चाहिन्छ भने यहाँ टिल्लीले बोक्नु भएको छ चुल्टी बाटेर सानो खालको रिसिभ हुनुहुन्छ ह्याक्वेन चाहिँ युज गरौँ नेपालीले सकेसम्म राम्रो हो टिल्के अरे ओ टिल्ली बहादुर चौधरी कपी किन्नु लागेछन् कपी किन्न यो मुजी साइकलको चाहिन्छ यो 100 रुपियाँ यो ए 100 होइन 10 रुपियाँ चाहिँ कमी के चाहियो त मुजी 15 प्रो म्याक्सको कभर ग्लास हाल्नु पर्ने छ ठगुरी के भन्नु यहाँ ठगुरीलाई नि ह्याक्वेनको हाल्यो होला नि फेरि बेजर गर्ला नि मुजीहरूले सरफ कहाँ छ भनेको कि खै खोज्नु पर्यो नि त नि यता ह्याक्वेनमा चिज धेरै पाइन्छ हजुर के भन्ने खाऊ है रक्सी सानो खालको रक्सी सिसो हेर्ने जुत्ता हेर्ने नन्यमित होइन आरे सरे जरे मने उता मान्छे आयो मुझे पागल होइन नि चिन्ने टिल्ली कहाँ गयो फेरि मुझे चरा यतै हुन्थ्यो क्या चरा त्यही साइडमा हुन्थ्यो पहिला चरालाई के भन्छ नियमको भएको थियो आएन मुझे बोलाएको के भन्छ डोरी के मेरो दाम्लो मुझे दाम्लो यो चाबी हाल्ने नि यो त फोनमा झुन्ड यसमा हाल्ने के यो फोनमा हो र ए ठगुरी यो एमा हुन्छ नि यो मेरोमा यो यसमा के होइन यो चाबी हाल्ने के चाबी हाल्ने अर्कोतिर हेर्न अरूतिर होला नि यो अलि लामो चाहियो कि भिड्ने हराउँछ नि त्यस्तो क्या लामो नि होला नि हेर्न यस्तो किन कि त मुजी चिलिक 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 कति रमाइलो मलाई किनिदेऊ त एउटा ठगुरी कति हल्ला अर्छ यार किनिदेऊ त एउटा यही छ कि छोराले यसलाई लामो चाहिएको त्यसको उता चाबी हाल्ने भएको यो देखाइदिएको यो 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 ए लगाउ नि त नि यो मिल्छ यो यो के यो ठग ओ माइला यहाँ हेर त कहाँ हरायो फेरि चाबी हाल्ने भने होइन मुझे यो यो ठिकै त हुन्छ त त्यो तन्किने चाहियो हो मुझे तिमीलाई यिनीहरू त मोबाइल झुन्डाउनु नि कुन चाहिँ मोडल यिनीहरू मिल्दैन नि चाबी त एरिङ यस्तो यस्तो छिराउने खालको हुनु पऱ्यो नि त्यस्तो गोलो खालको के गरे न हल्लामा त मोबाइलहरूको हो क्या राजा मैले त नर्मल पुगेको छु त मैले अनि हजुर तेल जस्तो ओली जस्तो यो यो त यो यतिकै खाने हो यो त यो डाइरेक्ट खाने हो यतिकै झोल पनि खाने हो यो
उयो फलफुल काटेर एउटा यसमा सिकमी जस्तो हुन्छ सिकमी गरे भनौँ कि जस त्यो खानु मिल्छ यति खानु मिल्छ झोल खाऊ मिक्स फ्रुट भइहाल्यो नि कातेरु के भन्छ भने भन्न त राम्रो हुन्छ त खाऊ न यस्तो चाहिँ तर महँगो छ नि त नखाऊ केटा धेरै सस्तो रहेछ 105 महँगो होइन कि म कस्तो त्यो हाल्छ नि पिज्जामा हाल्छ नि माथि ओलिभ जस्तो क्या होइन त्यति नर्मल खाने हो नर्मल खाने हो त तर महँगो चाहिँ नकिन केटा बेकार हाईको एन्डमा धेरै पाउँछ चिजहरू हाईको एन्डबाट किन बेकार जा भन्दा एक त कमाइ हुँदैन एक त जान्छ तोपु खान्छौ नि तोपु खान सिकायो भने तोपु खाँदैन भर्खर आएर के ए कति कुन गाईको र हामी त एफएलसी गाईको सेनमनको नै यता यो हिगासी पार्कदेखि चिकागो नजिक छ नि त्यो एफएलसी गाईको सेनमनको न्युन गएको हो क्या त्यो पुलिस स्टेसन यता आएको ए कहिले कति भएर आएको ए केटा दुःख हुन्छ केटा अब दुःख नै अनावश्यक खर्च नगर कमाइ छैन भने यति अर्कै भन्न सक्दैन म आएको त 6 वर्ष म अगाडि ऊ त्यो मान्छे झन् बढी भयो ऊ त्यो 7 वर्ष भयो ऊ त मभन्दा अगाडि आयो ए दाइले भर्खरै बालक छ नि त 7 वर्ष भएको है मेरो म होइन ऊ त बिहा गरेर बस्छ म त एक्लै हो नि डिपेन्डेन्ट उसको बुढी लिएर आयो उसले ऊ त अनि दाइसेन पायो नि मेरो पनि हो टिल्ली रे यो मान्छे ओ लिजेन्ड यो मान्छे चाहिँ अचम्मको एउटा विश्वमा 7 वन्डर्स इन द वर्ल्ड हुन्छ नि ऊ 8 वन्डर्स इन द वर्ल्ड हो क्या कामसामको लागि भाइहरूलाई केही छैन अनि हामी त खाइसिया हो मेरो त खाइसिया हो खाइसियामा नेपाली अल्छ हालेको छ ओरो ए टिल्ली रे यही मान्छे बाइतो गर्छ यो पनि गएको छैन आएको ओ टिल्ली रे कहाँ गयो त्यो मुझे ओए कहाँ गयो ओ टिल्ली रे कहाँ गयो 10 पोइन्टतिर कहीँ काम छैन मैले कस्तो छैन काम यार काम सोध्नु पर्यो नि त मैले त्यहाँ काम नभएर हामी बसिरहेको यस्तो हालत त्यो खर्च कम गरेर एउटा दुःख पाउँछ अब यो नास्ता खाने कुरो सबभन्दा ठुलो कुरो भाषा बनाऊ भाषाभन्दा ठुलो कुरो केही छैन खाली समय चाहिँ पढ सबभन्दा ठुलो कुरो त्यही हो इम्पोर्टेन्ट प्यारासाइट हुनुभन्दा पनि आफैले सेल्फ डिफेन्स गर्नुपर्छ सबै कुराहरूमा यहाँ त कसैले केही गर्दैन जीवन त जीवन त हामी पढ केटा भाषा चाहिँ बनाऊ राम्रो बनाऊ सब सफल हुन्छ के चिया खान्छ ए चिनी ओहो यसलाई 139 रुपियाँ